सक्नुहुन्छ, कोही विदेशमा हुनुहोला, कोही 7 समुद्र पारी हुनुहोला, कोही कता हुनुहोला, तर परमेश्वरलाई धन्यवाद गर्नु यो वचन आत्मा हो। तपाईँ पुग्न भन्दा पहिले अहिले धन्यवाद गर्नु। तपाईँ पुग्न भन्दा पहिले, तपाईँ जानु भन्दा पहिले, तपाईले सोच्नु भन्दा पनि पहिले पिता परमेश्वरको तर्फबाट धन्यवाद पिता, काम भइसक्यो बोल्नु। तपाईँ जाँदा तपाईको अगाडि काम प्रकट भइसक्यो, किनकि यो विश्वासको कुरा। विश्वासको सिद्धान्त यस्तो सिद्धान्त, संसारको तरिका, संसारको सिद्धान्त चाहिँ पहिले देख्नुहुन्छ अनि विश्वास गर्नुहुन्छ, तर परमेश्वर पिताको सिद्धान्त र परमेश्वर पिताको तरिका, नियम कानुन चाहिँ कस्तो भने पहिले विश्वास भइसकेको विश्वास गर्नुस्, तब काम 1000% तपाईको जीवनमा भइसक्यो। धन्यवाद पिता, भइसक्यो हैन। जति 7 समुद्र पारी भए पनि वचन गइसक्यो। यो आत्मा हो, पिता पनि आत्मा हुनुहुन्छ, विश्वास पनि आत्मा हो, यो वचन पनि आत्मा हो, पिता पनि जीवित हुनुहुन्छ, हाम्रा गुरु पनि जीवित हुनुहुन्छ, हामीले पाएको मार्ग पनि जीवित हो र यो मुखबाट निस्केको वचन पनि जीवित हो। मरिसकेका आशा, टुटिसकेका मन, भत्किसकेका परिवारहरूलाई पनि, जस्तै आज हाम्रो देवी म्याम हजुरले गवाई बताउनु भयो नि, टुटिसकेको सम्बन्ध पनि पिता परमेश्वरले के गर्नुभयो, फेरि त्यो सम्बन्धलाई, मरिसकेको सम्बन्धलाई पिता परमेश्वरको जिउँदो वचनले जीवित गराएर आज एकसाथ हुनुहुन्छ। यो सामर्थ केवल परमात्मामा मात्र छ। संसारमा हेर्ने हो भने कमी, कमजोरी, बाधा, रुकावट, हालत, निन्दा, तर आत्माको दृष्टिले हेर्नु सब कुरा भइसक्यो। ईश्वरमा असम्भव केही पनि छैन।